यो चिजलाई सम्झेर आएको है साथी भोक लागेर है यो चिजलाई सम्झेर आएको अनि यदि तपाईँहरूलाई पनि ल साथीहरू आउँछ है भिडियो ल साथीहरू बन्दैछ है के मिक्स छ हौ यार यहाँ पिकेल बन्दाकोपी आलु सस टमाटर यो पनि छिर्न आँटेको छ त्यही छिर्छ खारिएको चिकन हो तारेको खारिएको पुरै खारिएको साथी हो पुरै खारिएको आगोमा खारिएको पुरै खारिएको यो चाहिँ दही यो सस हो कुन सस मैले अकबर पनि बोकेर आएको छु अरे अकबर पनि बोकेर आएको छु ल जाने जाने ल साथीहरू आइसक्यो है आइसक्यो अब तपाईँको चाहिँ यो कपडा भल्न बाँकी छ कपडा भनिसकेपछि हुन्छ ए मैले के लेख्दै जस्तो ल दुईवटा के हो घरबाट ल्याएको अरे घरबाट उठाइदिएको नि दुईवटा ल भइसक्यो म त टेस्ट गरेँ है ल कस्तो छ है तपाईँहरू मिट हुन्छ हेर्नु त यसमा अचार विचारहरू चाहिँ सबै यहीँ हुन्छ भित्रै धेरै पिरो नहाली म एक ढक्का गरिदिनु नानीहरू दुईवटा चिजमा पनि अर्को नानीको लागि अहिले एकछिन म भतिकन बनाउनु ल ल हामी साथी हो कुन छ जुम 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 भाइ साथी हो बिचमा चट्ट कटिङ दुईवटा बनाइदिनु ल म भन्छु रेडी गर्दै हुन्छ प्याक गर्दा हुन्छ यहाँ अघि अलिक गर्नु पर्ने बनाउँछ त्यही भएर अरू जाँदै खाँदै खाँदै म चाहिँ यतातिर लाग्यो ल म त निदाउन आँटिसक्यो अब एउटा भयो पिरोले क्या हाम्रो राजेश दाइको फोटो स्टुडियो ठिक छेउमा र साथी अब यसलाई चाहिँ म यहाँ राख्छु काटेको पारेर है अब हाम्राले पाङ्रा निले जस्तो निले हो ओ योगेश के हो मलाई छोडेर हिँड्छ के भयो आमा स्वरमा खाएर त एउटा
पटस भयो भ्यास 28 पुरुष हो 28 पुरुष भयो कि अहिले पुरा ह्याङ भएर हिँड्दैछु म त अब अनि जुस पनि हातमा बोकेर खान्न चाहिँ त्यहाँ त्यहाँ सकिनँ नि त्यत्रो हुँदो रहेछ है त्यो त होइन कि तर ओभर भयो क्या चिल्लो डम्मै हुने रहेछ क्या है डम्मै 200 तिर हेर्ने चाहिँ सेटिस आफूले खानु चाहेको मनपसन्द चाहिँ चाखियो नि त दामी एकवटा चाख्यो तर टन्नै हुँदैन दामी भयो मजा आयो है मैले पनि लाँदैछु ए घरमा होइन यहाँ पनि छ आएर भन्छ साथीको तर्फबाट ल साथी हो दामी भयो जेनमुन हो पर फुलै फुल चाहिँ तपाईँहरू पनि आउनु होला होइन आउनु होला खानु होला म त ल्याकै भयो म त साथीकै भयो म त ल त्यस्तै छ भरे भात छिप्दै छिर्यो नि खान्छु नि म भात त फेरि खान्छु नि कहाँ भात त 9 बजीतिर त हो 10 बजे होइन उयो रिङ्कटे के भयो माया लाग्दो पछि बिचमा खाने चित्तै बुझ्दैन नि हौ यार ल साथीहरू अब भिडियो पनि आउँछ है ल है त यस्तै हो जिन्दगानी रमाइलो गर्दै गर्नुपर्छ हाँस खेल मजाक सबै गर्नुपर्छ लाग्यो है साउजी ल कहिलेकाहीँ यस्तो मुखबाङ हो कि मुखबाङेको भिडियो पनि आउँछ जग्गुको अनि अब कमेडी चाहिँ अब कमेडी त कमेडी भइहाल्यो तर सबै प्रकारको भिडियोहरू हेरिदिनु होला किनभने हामी सबै प्रकारको भिडियो गर्नु सक्छौँ होइन जग्गु ग्यास आयो जस्तो छ र हाम्रो दाइको साइकल दोकान चाहिँ यहाँ दिन्छ है भाइको हो ल ल धन्यवाद अब अफ गरिदिउँ एकछिन रेस्ट गरौँ म त ओभर भयो काम जरो छुट लास्ट भयो ल म तेरो ल ल तेरो अफ गरेको छैन